साथीहरु यसपालि हाम्रो पाल्काहरु के भएको हेर्नु त असार भित्रै 10 गते भित्रै तपाईको 97% चाहिँ गाउँपालिकाहरुले चाहिँ आफ्नो नगर गाउँसभा चाहिँ प्रस्तुत गरिसक्नु भएको छ, बजेट पारित गरिसक्नु भएको छ। त्यस्तै तपाईको हाम्रो मध्य प्रदेशको चाहिँ जम्मा 4 वटा बाहेक बाँकी सबै पालिकाहरुले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नु भएको छ। हेर्नु त कति राम्रो कुरा छ, सबैजना समयमै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको। यसको रहस्य के होला हजुरहरुलाई के थाहा छ? तर त्यो भन्दा पनि मलाई सबभन्दा खुसी लागेको चाहिँ हाम्रो करैयामाई गाउँपालिकाको चाहिँ नीति तथा कार्यक्रम। त्यसमा किन मलाई राम्रो लाग्यो भने तपाईको त्यहाँ कार्यरत कर्मचारीहरुलाई चाहिँ सबै तहको कर्मचारीहरुलाई एकदम राम्रोसँग सम्मान प्रमाणपत्रका साथ सम्मान गर्नुभयो त्यहाँ हाम्रो करैयामाई गाउँपालिकामा। त्यसले गर्दाखेरि मलाई धेरै खुसी लाग्यो, किनभने तपाईको कर्मचारीहरुलाई प्रोत्साहन गर्दाखेरि सम्मान गर्दाखेरि उहाँहरुले झन् प्रोत्साहन मिल्छ। उहाँहरुलाई अझै पनि यस्तो गर्नुपर्छ, सम्मान पाइदो रहेछ भन्ने हुँदो रहेछ। त्यति गरेन भने त कर्मचारीहरुको जे गरे नि आखिर केही हुँदैन त, मनोबल चाहिँ घट्ने रहेछ। र अर्को सबभन्दा धेरै खुसी लागेको कुरा चाहिँ मलाई जुन चाहिँ एसईमा हाम्रो पाल्का भित्रको पाल्का अन्तर्गत चाहिँ एसईमा सबभन्दा उत्कृष्ट जीपीए ल्याउने जुन विद्यार्थीहरुलाई चाहिँ उहाँहरुलाई चाहिँ पुरस्कार सहित र प्रमाणपत्र सहित जुन सम्मान गर्नुभयो त्यो चाहिँ मलाई एकदमै मन पर्यो, मलाई एकदम चित्त बुझ्यो त्यसमा। किनभने तपाईको अब सबैको घर परिवार हेर्ने भयो नि त, आफ्नो बालबच्चालाई देखाउन सक्नु भयो उदाहरणको रूपमा, हेर त उसको छोराछोरीले यस्तो गर्यो, तिमीहरू नि गरे भए हाम्रो नाक पनि अहिले कति फुल्थ्यो नि भनेर चाहिँ भन्ने चाहिँ बेला चाहिँ त्यस्तो चाहिँ वातावरण सिर्जना गरिदिनु भयो। त्यसको लागि चाहिँ मैले हाम्रो गाउँपालिकाको हाम्रो यसपालिको नीति तथा कार्यक्रम मलाई धेरै नै मन पर्यो र म सबै हाम्रो जनप्रतिनिधि लगायत यो यस्तो किसिमको चाहिँ एउटा वातावरण बनाउनु भयो, यस किसिमको चाहिँ कार्यक्रम राख्नुभयो, त्यसको लागि सम्पूर्णले म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।